हेलो गाइस, वेलकम टु माई न्यू मिनी भ्लग। बिहान बिहानै आफ्नो अनुहारदेखि तर्सदै जुरुक्क उठे। त्यसपछि कालो अनुहारलाई गोरो बनाउँदै पसलबाट दुध लिएर आए र साथीसँगै चियर्स गर्दै चियाको चुस्कीसँगै लागियो अर्को साथीको रुमतिर। मेरो साथीको दिमाग खाली भए जस्तै आज बुटोलको रोड पनि खाली रहेछ। कुरा गर्दा गर्दै साथीको घरमा पनि आइपुग्यो। साथीले हामीलाई देख्ने बित्तिकै आफ्नो बुङ्गुरको खोर जस्तै रुमलाई सफा गर्न थाली। त्यसपछि हामी टिकटक बनाउँदै रमाइलो गरियो अनि हामी पुग्यो भिडियो बनाउन 3 पुलमा। भिडियो बनाएर फर्कियो आफ्नो कटेजतिर। त्यसपछि प्याजलाई नङ्गाउँदै काटकुटतिर लागियो। त्यस बेला घरबेटी आमाले रोटी ल्याइदिनु भयो अनि साथीहरू कुकुर जसरी झम्टिएर 2 मिनटले सखा पारे। रोटी खाइसकेपछि पनि मासु र भातमा हमला गरियो। अनि यो सँगै आजको मिनी ब्लग सकियो। थ्याङ्क यू फर वाचिङ।